नेपाली क्रिकेट टिमले गएको 3 मन्थमा खेलेको टप एन्ड टी20 सिरिज, नेपाल एज सिरिज, वेस्ट इन्डिज सिरिज जस्ता ब्याक टु ब्याक सिरिजपछि अब सबैभन्दा महत्त्वपूर्ण सिरिज सुरु हुन लागेको छ। आइसिसी मेन्स टी20 एसिया क्वालिफायर्स। इन्डिया र श्रीलङ्कामा हुने टी20 वर्ल्ड कप 2026 को लागि सेलेक्सनको रूपमा रहेको यो टुर्नामेन्ट नेपालले 2026 वर्ल्ड कप खेल्नको लागि लास्ट चान्स रहेको छ। पुग्दो दशा नायिके मन्टी देसाईले दुईचोटि नेपाललाई यो सफलता दिलाएपछि अबको जिम्मेवारी स्टुअर्ट लको काँधमा रहेको छ। वर्ल्ड कप 2026 को लागि डिफ्रेन्ट कन्टिनेन्टबाट 17 कोटा फुलफिल भइसकेपछि अब बाँकी रहेको 3 स्पटको लागि टोटल 9 टिमले पार्टिसिपेट गर्ने यो टुर्नामेन्ट ओमानमा खेलिने भएको हो। च्यालेन्ज फर नेपाल। 3वटा ग्रुपमा छुट्याइएको यो टुर्नामेन्टमा नेपालसँगै मलेसिया, कतार, युएई, जापान, कुवेत, ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन्, जसमा युएई टिम नेपालको लागि सधैँ टफ रहेको छ। स्ट्रङ टिम आयोजक ओमान पनि टफ नै छ। पिएनजीले धेरै पटक हराएको छ। कुवेत र जापान पनि बलियो भएर आएका छन्। मलेसिया, कतारसँग हारिएको इतिहास ताजै रहेको छ। त्यसैले पनि नेपाली टिमले कुनै पनि टिमलाई कमजोर सोच्नु नहुने देखिन्छ। अल अमारत क्रिकेट ग्राउन्ड। मिनिस्ट्री टफ 1 र टफ 2 नेम दिएको 2वटा ग्राउन्ड नेपालको लागि कुनै नयाँ ग्राउन्ड भने होइन। अलमोस्ट 15वटा म्याच नेपालले यही ग्राउन्डमा खेलिसकेको छ, जसमा एससीसी मेन्स प्रिमियर कप 2024, आइसिसी मेन्स टी20 वर्ल्ड कप क्वालिफायर ए 2022 जस्ता इम्पोर्टेन्ट टुर्नामेन्ट पनि खेलिसकेको छ। बट स्याडली यो भन्नुपर्छ कि पुरानै नेपालभन्दा कमजोर देखिएका अपोनेन्ट हुँदा पनि यी दुवै टुर्नामेन्टमा नेपालले डिसपोइन्ट हुन परेको छ, जसमा नेपालले 2014 पछि सेकेन्ड टाइम वर्ल्ड कप खेल्ने मौका गुमाएको थियो भने लगातार 2 पटक एसिया कप खेल्ने सपना पनि यही ग्राउन्डमा खेलेको बेला गुमाएको थियो। ग्रुप स्टेजमा ओमान, क्यानाडा, फिलिपिन्सलाई हराउँदै टप अफ द टेबल हुँदै सेमिफाइनलमा इन्टर गरेको नेपाल युएईसँग सेमिफाइनलमा हार्न पुग्दा नेपालले 2014 पछि सेकेन्ड टाइम वर्ल्ड कप पुग्ने चान्स गुमाएको थियो। अनि 2025 को एसिया कपको लागि इम्पोर्टेन्ट रहेको टुर्नामेन्ट एससीसी मेन्स प्रिमियर कप 2024 मा पनि नेपाल चुक्न पुगेको थियो। हङकङ, कतार, साउदी अरेबिया र मलेसियालाई ग्रुप स्टेजमा हराएको नेपाल फर्स्ट सेमिफाइनलमा युएईसँग अनएक्सपेक्टेड रूपमा हार्न पुग्छ र एससीसी मेन्स प्रिमियर कपबाट बाहिरिन्छ। ग्रुप स्टेजमा हराएको टिमले नै नकआउट म्याचमा हराउँदा नेपाली टिममा प्रेसर ह्यान्डल गर्न सक्ने क्यापासिटी कम भएको देखाउँछ। सो ओभरअल हेर्दा ब्याक टु ब्याक म्याचेस अफ नेपाल वेल नोन टिम, वेल नोन ग्राउन्ड भयो भने आउँदो टुर्नामेन्ट नेपालको लागि एकदमै च्यालेन्जिङ रहेको देखिन्छ। टिम कम्बिनेसन, विकनेस र स्ट्रेन्थलाई ख्याल गरेर पर्फेक्ट प्लेइङ एक्सेस सेलेक्ट गर्न सकेमा मात्र नेपालले टप 3 स्पट क्याप्चर गर्न सक्ला। के लाग्छ हजुरहरूलाई, नेपालले टुर्नामेन्ट जित्दै वर्ल्ड कप 2026 को लागि क्वालिफाई होला त? आफ्नो विचार कमेन्टमा राख्नुहोला। हस् त, आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।